नेपाल टी20 वर्ल्ड कपमा छनौट। नेपाल 2026मा इन्डिया र श्रीलङ्कामा हुन गइरहेको टी20 वर्ल्ड कपमा छनौट भएको छ। नेपाल र ओमान बीचको खेल अगावै नै नेपाल टी20 वर्ल्ड कपमा छनौट भइसकेको थियो। युएई र समाउ बीचको खेलमा युएईले समाउलाई हराउँदै पोइन्ट्स टेबलको आधारमा नेपाल र ओमान दुवै टिम टी20 वर्ल्ड कपमा छनौट भइसकेका छन्। नेपाल र ओमान बीचको खेलमा नेपालले ओमानलाई 38 रनले हराएको छ। जस खेलका प्लेयर अफ द म्याच कुशल भुर्तेल रहेका छन्। उनले 51 बल खेल्दै 69 रन प्रहार गरेका छन् र यस खेलको स्कोर कार्डको कुरा गर्नुपर्दा आसिफ शेख 20 बल 24 रन, कुशल मल्ल 9 बल 7 रन, रोहित पौडेल 2 बल 1 रन, दिपेन्द्र सिंह ऐरी 5 बल 2 रन, आदिल अन्सारी 15 बल 16 रन र गुलसन झा 10 बल 18 रन। 10 बल खेल्ने मध्ये सबैभन्दा बढी स्ट्राइक रेट भएको खेलाडी गुलसन झा हुन्। उनको स्ट्राइक रेट 180 को रहेको छ र लोकेश बम 3 बल खाता खोल्न सकेनन् उनले। सम्पाल कामी 1 बल 1 रन र नन्दन यादव 4 बल 9 रन रहेको छ। र बलिङको कुरा गर्नुपर्दा नेपालले हिजोको खेलमा 7 वटा बलरलाई उतारेको थियो। सम्पाल कामी 4 ओभर फाल्दा 2 विकेट, नन्दन यादव 4 ओभर फाल्दा 2 विकेट, दिपेन्द्र सिंह ऐरीको विकेट लिन सकेनन्, सन्दीप लामिछाने 4 ओभर 1 विकेट, कुशल मल्ल विकेट छैन, गुलसन झा 4 ओभर 3 विकेट, कुशल भुर्तेल 1 ओभर विकेट छैन। नेपाली टोलीले अहिले चलिरहेको टी20 वर्ल्ड कप क्वालिफाई प्रतियोगितामा अहिलेसम्म कुनै पनि खेल हारेको छैन। यसले गर्दा नेपाली टोलीको आत्मबल एकदमै उच्च रहेको देखिन्छ र नेपाली टोलीले अब आउने समाउसँग खेल जित्यो भने नेपाली टोलीले यस प्रतियोगिता पनि आफ्नो नाममा लिनेछ र टी20 वर्ल्ड कपमा पूर्ण आत्मबलका साथ जानेछ। 2026मा हुने टी20 वर्ल्ड कपको व्यापक रूपमा तयार गर्नुपर्ने देखिन्छ र नेपाली टोलीलाई जस्तोसुकै अवस्थामा पनि साथ, हौसला र समर्थन गर्ने समर्थक हामीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु म। किनभने नेपाली समर्थकको हौसलाले नै नेपाली क्रिकेटरहरूको एकदमै मनोबल बढेको हुन्छ। त्यसैले धेरै धन्यवाद हामी आफैलाई।